to my new vlog. आज चाहिँ हामी यता सबैजना फ्यामिली यता हामी डुङ्गा थियौँ। यता चाहिँ यता खतरनाक गुफा भेटेको थियो यस्तो दामी। यो आफै बनेको गाइज हेर्नु त। यो किन बन्यो होला भन्ने थाहा छ भने कमेन्ट गर्नु होला त गाइज। यस्तो खतरनाक ठाउँ छ। यताबाट भ्यू यता हामी सबैजना पूजा चलिरहेको छ गाइज। यता चाहिँ गाइज ठुलो भ्यू हुन्छ। यो चाहिँ हामी ठाउँमा मलाई पनि थाहा छैन। यता चाहिँ यस्तो हवन गर्ने ठाउँ छ। यो चाहिँ एन्ट्री गेट। ठाउँ चाहिँ गाइज हेर्न सक्नुहुन्छ हामी सबैजना। तलतिर यस्तो छ सबैजना। हेलो गाइज, आज हामी यहाँ लक्ष्मीपुर भन्ने ठाउँमा आइरहेका छौँ। सुन्दर दृश्य देखेर हामीलाई पनि एकदम मनमोहित भएको छ। प्रकृतिको काखमा रहेको यो एउटा सुन्दर दृश्य, सुन्दर मनोरम धार्मिक स्थल रहेछ। ह्याप्पी टुडे। It's a mommy just go give one some go tap up so okay हो। तलतिर जाने हैन, बाहिरतिर पनि जाऊँ ल। हाय, हाम्रो एउटा सुनसेटको नयाँ साथी आउनु भएको छ। त्यहाँको एउटा भाइ पनि आउने। यहाँ चाहिँ हाम्रो एउटा बाबा पनि बस्नुहुन्छ गाइज। खाली खुट्टै बिजायो। यो चाहिँ तल जाने बाटो। आउनु अब तल जाम। यी त यहाँ बाटो छ त। अनै आइज। वहाँ त्यहाँ के गर्नेस् के आइज। हामी गइकिन अब हामी गाइज अब तल जाँदैछौँ। तल पनि छ क्या एउटा ठाउँ मजा। त्यो पनि देखाउँछु गाइज। जाम जाम जाम। शिवजीको वाहन गोरु देखिनु भएको छ यहाँ। नन्दी भगवान, नन्दी भगवान हाम्रो शिवजीको वाहन। गणेश भगवान कहाँ प्रकट हुनुभयो। ल ल ल यी हिँडेर गणेश भगवान प्रकट हुनु भएको छ। ऊ आँखा नाक सबै मिलाएर गणेश भगवान प्रकट हुनुभयो। ल हामी सबैलाई रक्षा गर्नु होला भगवान। एउटा नयाँ सौरो भनेको यो ठाउँ जुन छ नि, यो ठाउँबाट चाहिँ यहाँ बाजा गुन्जिएर गुन्जिन्छ भन्ने एउटा किंवदन्ती रहेको छ। यो किंवदन्ती अनुसार हामीले यहाँ हेर्न गइरहेका छौँ। बाजाको गुन्जायमान हुन्छ अरे। यहाँ चाहिँ कति बेला गुन्जिन्छ त्यो हामीलाई थाहा भएन, तर चाहिँ गुन्जिन्छ भन्ने कुरा आयो। आफूले शिवरात्रिको दिन आउनुपर्छ। बाजा बन्नु मन ल जाम तल हामी स्टेपमा जाम। अब ल स्टेपमा जाम। स्टेपमा ल आऊ सानो। ल ल ल ल ल हाम्रो स्टेपमा अब हामी तल जाँदैछौँ। खुट्टा पोल्यो। यता चाहिँ गाइज यो चाहिँ हामी जाजरकोट कि खालीमाटी यतातिर यस्तो दामी ठाउँ छ। हामी चाहिँ आज अचानक आएको थियौँ कि आज हाम्रो शनिबार बिदा थियो। अस्ति चाहिँ हाम्रो क्विज कम्पिटिसन भएको थियो। त्यसमा चाहिँ गाइज म
हाम्रो सदनबाट हामी फर्स्ट आएका थियौँ। एउटा जस्तो मजाको ठाउँ गाउँ छ गाइज। उसहरू अब तल झर्नुहुन्छ। अब यही त हो गाइज, अब जुन दिन कन्टेन्ट मिल्छ त्यही दिन त अब भिडियो आउने। आज हामी यसको धेरै रहस्य छ, त्यो म पछि भन्छु है। त बाबासँग कुरा गर्ने बेला भन्नुला। तर खतरनाक ठाउँ छ गाइज, छिटो आउनु। भर्याङ पनि एकदम ठुल्ठुला भर्याङ छन्, हेर्नु त मजाको ठाउँ। यो चाहिँ हाम्रो पर्छ। हजुर अझै यहाँ तल छ, यहाँ यो चाहिँ हाम्रो त्यो भयो। यता पनि के हुन्न, यहाँ चाहिँ के लेखेको गाइस, त्रिकुटेश्वरी महादेव मन्दिर परिसर भित्र फोहोर नगरौ। यो चाहिँ पढ्नुलाई गाइस, पज गरेर भिडियो पज गरेर पढ्नुला। यता चाहिँ के छ, यहाँ आउनु त तल, यहाँ के छ। यता चाहिँ हेर्नु गाइस, ढुङ्गामा नै जराको जस्तो चिन्ह देखाएको छ कि, साप जराको जस्तो। यता चाहिँ गाइस पक्कै पनि गुफा हुनुपर्छ। यो चाहिँ घन्टी, कस्तो राम्रो ठाउँ छ गाइस, हेर्नु त घन्टी यहीँ छ। यहाँ के छ, यहाँ गुफा जस्तै छ क्या। त्यताबाट नत्र यहाँ पनि ठाउँ देखा, नत्र यहाँ पनि ठाउँ देखा। जाम त्यसो भए ल जाम, अझै तल स्टेप बाँकी रहेछ नि, हेर्न जाम। अब भ्लग युट्युबमा हाल्ने भ्लग। नानी सानी नानी पनि आइछि नि यहाँ हेर्न। नानी तिमीलाई कस्तो लाग्यो? ममा त नानी कस्तो लाग्यो? अनै बाबु कस्तो लाग्यो तँलाई? कति राम्रो। पार्वती अरे सतीदेवीको अङ्गपतन भएको ठाउँ यहाँ हेर्नुहोस्। जब हाम्रो सतीदेवीको सत्ययुगमा सतीदेवीको अङ्गपतन भएको ठाउँ, करङहरू खसेको रहेछ भन्ने किम्वदन्ती हामीले सुनिरहेका छौँ यहाँ। ल हेरौँ कस्तो रहेछ। कहाँ हो भन्दाखेरि आज यहाँ आइरहेको छ। सुनिरहेको थियौँ तर आज प्रत्यक्ष देख्ने मौका पायौँ, यो पनि एउटा खुसीको कुरा हो। ल हाम्रो सतीदेवी शिवजी भौतारिँदै आएर सतीदेवीको बायाँ करङ पतन भएको रहेछ। यो बायाँ करङ शिवजी भौतारिँदै यहाँ आएर सतीदेवीको एउटा बायाँ करङ नै खसेको रहेछ। ओहो ल हेर्नुहोस् त, हेर्नुहोस् न सबैजनाले ल खै अङ्गपतन भएको ठाउँ हेरौँ। ओहो ओहो करङ नै रहेछन्। ल हेर्नुहोस् त बाबु, यहाँ देखाएको करङलाई, सतीदेवीका करङहरू यिनी करङहरू हुन्। त्यो करङको दृश्य देखाउनु पर्यो। अब ढुङ्गाको भित्र नि इच्छा त यिनी सबै करङ सतीदेवीका करङहरू हुन् यिनी। यो सबै करङहरू देखियो त यिनी। यस्तो शक्ति लुकेर रहेको यो हाम्रो हाम्रो नेपालमा हाम्रो हिन्दू धर्म संस्कृति के भन्छन् रे, संस्कृति अङ्ग पनि देख्ने मौका पाइयो आज। हाम्रो हिन्दू धर्मको परम्परा हामीले छोड्नु हुँदैन, भगवानलाई मान्नुपर्छ। भिडियो त भिडियो ल ढुङ्गाले बनाएको होइन कि आफै यस्तरी उत्पत्ति भएको यस्तो यो ठाउँ, हेर्नु यो ठाउँ, यो शक्ति हो नि। यो त ठुलो शक्ति देखियो के। यहाँ उनीहरूले आफ्नो नाम लेखेर जाने रहेछन्। अब हामीले एउटा मिस्टेक गरेर मार्कर ल्याउनु पर्ने रहेछ। यी सबैले यहाँ आएका मान्छेहरूले आफ्नो आफ्नो नाम लेखेर जानुहुने रहेछ। यहाँ चराको त्यो घोसला पनि छ माथि, हेर्नु।
हामीले उलेर आएको भए आफ्नो नाम लेखेर जाने हुन्थ्यो हेर्न कति आनन्द आउँछ म त मेरा करङ दुख्छन् हे करङ माता देवी सरस्वती मलाई सन्चो गराइदिनु होला त्यो बन्द गर्दा यहाँ फोटो खिच्दा भगवानलाई पैसा दिने पैसा ब्याग माथि छुट्यो अब मैले सम्झ्यो अब मलाई गर्नुहुन्छ भगवानले तपाईँलाई शराब दिन्छ भगवानले भगवानलाई पैसा चलाउनु पर्छ पुरा माथिको भगवान मलाई उठा त नानी छैन कच्चै बसिकन उता जाऊ उता त्यो त ल जाम अब भगवान हर हर महादेव यति साना सिडी किन बनाउँछ न अझै तल छ नि त्यो माथि छ हजुर यो त अझै माथि जाने ठाउँ हो ल्याउनु आइजन आइजन दुईटु बिनु न बिजौट गाइज अहिले हामी देखाएको ठाउँ चाहिँ सीता माताको करङ खसेको थियो अरे फुल त्यहाँ अहिले हामी तपाईँलाई देखाएको ठाउँ सीता माताको करङ खसेको थियो त्यही भएर हामीले तपाईँलाई त्यो नाम के थियो लक्ष्य त्यो लक्ष्य खस्यो त्यो ठाउँको नाम लक्ष्यपुर हो गाइज यता यस्तै घुम्न गएको थियौँ आज हाम्रो केही प्लानै थिएन कि घुम्ने हामी खानासाना खायौँ बिहान योगा सोगा गऱ्यौँ पछि म्याम आउनु भन्नुभयो अनि त्यसपछि बाजे म हामी सब रेडी भयौँ फेरि बाजे त अहिले आउँदैन किनकि बाजे मगर हुनुहुन्छ तर आउन मिल्छ फेरि मगर मिल्दैन भन्ने होइन तर त्यहाँ किन पनि थाहा भएन मलाई त्यहाँ एउटा हाम्रो बाबा भन्ने हुनुहुन्छ बाबा त्यो हाम्रो बाबा नै अलि हुन्छ नि बुढो बुढो त्यस्तो बाबा जोगीहरू के त्यस्तो बाबाहरू हुनुहुन्थ्यो त्यही बाबासँग कुरा गरिरहँदा तर नेचर हेर्दा गाइजको लागि एकचोटि नेचर यो ठाउँ एकदम पवित्र ठाउँ हो गाइज तैँले घुम्न मन छ भने सल्यानको देख्नु भए मैले बिर्सेँ हामी चाहिँ गाइज एउटा कार माथिमै स्कर्पियो बुक गरेर भन्ने हुन्थ्यो र अटोमा हाम्रो यस्तो दामी ठाउँ छ जता कतै हामी यहाँदेखि गाइज अहिलेसम्म हावा चलिरहेको कि अघिदेखि हामी जबसम्म अटोमा थियौँ एकछिन पनि हावा चलेन अहिले हामी आउँदा साथ पुरै हावाको हावा चलिरहेको झन् पुरै मजाको भ्यू कमिलाले टोक्यो गाइज हट त कमिला लाग्यो खाने टोक्ला नि त अहिले आउनु 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 सबैजना यताबाट गाइज हेर्नु अब पुरै भ्यू हेर्नु गाइज भ्यू हामी चाहिँ त्यो बाटो यसको चाहिँ गाइज धेरै धेरै काम हुने एउटामा सजाउला न सर आउँछ सबै कहानी आउँछ सर आउनु अब गुफा छ भने जाऊँ न पुल चाहिँ यस्तो तातो खुट्टा हेर्नु रहेछ पैताला कति रातो भयो यहाँ खाली खुट्टी हो र आउने खास पुरै पोल्छ त
अब गाइज अब एकछिन सर हजुरहरूलाई पनि गुफा देखाउँछु ओहो चप्प नलाएर ओ भाइ अरे बाप रे हर हर शम्भु शम्भु हेर्नु गाइज त यस्तो गुफा छ भिडियोमा क्याप्चर छैन होला यस्तो बबाल गुफा छ नि ठुलो ठुलो गाइज हेर्नु एकचोटि यो ढुङ्गा दुईटा ढुङ्गाको बिचमा हेर्नु आगो पनि बालेन के ठाउँ हो यार रहस्यले भरिएको छ हेर्नु माथिसम्म तपाईँलाई ठिक लाग्यो होला ल हेर्नु अब कस्तो जान्छ नि एउटा गुफा पनि रहेछ यहाँ यति राम्रो गुफा जान्दैन खै गुफा कता छ ओहो यो गुफामा माइतीले मोबाइल बाल्नु त्यहाँ जुन चाहिँ हेर्नु पाउँछ गाइज अब एकछिन गुफाभित्र योभन्दा माथि छैन अब योभन्दा माथि छैन छैन हेर्नु त अहिले म गुफाभित्र छु गाइस हेर्नु अब यहाँ त छैन त ठाउँ आउनु न हो र दृश्य खै कहाँसम्म के छ खै मोबाइल लिएर आउनुपर्छ गाइस अब एकछिन गुवाहारी बाहिर गरेर हिँड्छु यहाँ लास्ट हतियार हो हुन्छ ल यस्तो करन्छ यहाँ छ के छ ल आउँछ भाइ अब हजुर गुफा हेरेर बाहिर हेर्न जान ओहो हेर्नु गाइस देखाउनै कता लाग्यो सबैजना यहाँ हामी गुफा यसरी हेर्न आएको गइसक्नुभयो खै गर्नु अरू मोमो माथि रहेछ नि सत्य देवीको करमहरू ओ माइ गड अरू सानो ठाउँमा आइयो आज यति खुसी लाग्छ ल झर सानोहरू सबैजना आज त्यो हो कपडा नबसी ओहो म हेर्नै पाएन करम लाइभ हेर्छु खै त लाउनु अब जाऊ अब चाहिँ अब हामी अब कहाँ जाने अब बाटो ल ल हामी गुफा पनि हेर्छौँ गाइज हुन्छ यता चाहिँ यहाँ पुरै कलर फोर गरेर ढाकाले यता त खै पछाडि ठोक्यास गुफामा ठोके पनि केही हुन्न भगवान् खुसी हुनुहुन्छ ल आउनु भगवान् खुसी हुनुहुन्छ ल जम चलो अलि छाया पनि भइगयो गुफाबाट बाहिर आउँदा साथ फेरि माथि नै हो जाने उहरूले बाबाजीहरूले खाने फल अब यो बाटोबाट हो जाने मन्दिरबाट यताबाट जान्छ कि यहाँबाट यहाँबाट उछिर्ने हेर्नु गाइज अब ओहो हामी चाहिँ यस्तो बाटोबाट हिँडिरहेछौँ गाइज
ओ यहाँबाट ल ल छिरेको हामी बाबु सबैजना सानो गाउँथ्यौँ यहाँबाट छिर अनि यहाँबाट छ्या एकछिन एकछिन रौन बाबु बाहिर आउनु पहिला जाऊ हामी आएको गर सानो जाऊ ती जाऊ यस्तो हुँदो रहेछ गाई यो गुफाबाट निस्किनु पर्ने रहेछ ल ल आउनु खै 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 यस्तै यो रीतिरिवाज नत्र बाटो त यहाँ पनि छ तर हामी यो गुफाको भित्रबाट छिरेर आउँदैछौँ यहाँ चाहिँ परम्परा चलिरहेको लाउनु सबैजना यस्तरी आउँदै हुनुहुन्छ गाइज ल ल आउनुहोस् फटाफट ल ल ल मेरो यहाँ भिडियो गराइदिनु है आउनु आउनु म छिरेको ठ्याक्क यता भने चाहिँ ठिक्क रेडी छ आधा भइसक्यो यता पछाडि ओ माथि गएको हेर्नु गाइज ठ्याक्क यहाँ त भित्र गएको छ अब अब चाहिँ यहाँ सबै खै चुप्लाक चुप ल त्यहाँ हाम्रो गुफाबाट बाहिर निस्किँदै हुनुहुन्छ अब बाहिर प्रस्थान गर्दैछौँ हामी ल हेर्नुहोस् शिवजीको माथि खै खै हिँड तिमी जाइन त पहिला हिँड 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 छिटो हिँड छिटो गाइज हामी कुन बाटो हिँड्यौँ अब कहाँबाट आइपुग्यौँ हेर्नु गाइज हिँड हिँड यता कता यो घन्टीपट्टि कि यतापट्टि घन्टी यो घन्टीमा यहाँ के छ र यहाँ के छ जाऊ न त सबै गाइज यहाँ पनि के रहेछ पुरै सब यताको प्रत्येक ढुङ्गामा यस्तै छन् क्या मूर्ति नै ढुङ्गाको सबै मूर्ति ढुङ्गाको हामी सबै गुफाहरू छिराइसक्यो यहाँ पनि एउटा सानो त्यो पुवार लाग्दै ल मान्छे टाढैबाट नि अब गाइज अब घन्टीको बाटोमा गयौँ भने देखाउँछु है अब यहाँ घन्टीपट्टि आइसक्यौँ गाइज ल यहाँ के हो परम्परा ल हाम्रो जय महालक्ष्मी जय माता लक्ष्मी रक्षा गर्नुलाई बनाएको पनि सबैको नि माता लक्ष्मी यसको दिमाग ठिक ठाउँमा ल्याइदिनु यो अलि लाकी जस्तो अलि अर्को जस्तो चाहिँ यसलाई अलि राम्रो गराइदिनुलाई ल सबैजना ल गाइज अब हामी जाँदैछौँ सबैजना यो चौबनहरू देखाएको त्यो के रे त्रिकुटेश्वर महादेव मन्दिर परिसरभित्र हामीले कहिले पनि फोहोर नगरौँ है। त्रिकुटेश्वर महादेवको पूजापाठ गर्न आउनुभएका सम्पूर्णलाई यहाँ तपाईँहरूलाई धेरै धेरै स्वागत छ। त्रिकुटेश्वरी महादेव परिक्रमा भित्र फोहोर नगरौँ नगरौँ फोहोर नगरौँ फोहोर नगरौँ हेलो 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 हाई हाई गाइजहरू सबलाई नमस्कार। हेलो हामी लक्ष्मीपुरबाट अब घरतिर फर्किँदैछौँ। हेलो एकछिन गाइज हामीहरू यता अब एकछिन नाचौँ न ल नाच्नु न ल एकछिन नाचेपछि है गाइज। ल गाइज अब हेरौँ त यहाँ नाच्दै हुन्छ नाचे पनि हेरिदिउँ न त ल नाच्नु।
ल ल ल ल ओए ल यता चाहिँ हल्का रमाइलो गर्दै अब सबैजना सब घुमघाम गरी यता रमाइलो गर्दै हुन्छ गाइज तीजको गीत अब नाच पनि सक्यो अब हामी आफ्नो आफ्नो बात किन्ने अब हामी जाँदैछौँ ल जाऊँ अब जाऊँ अब छिटो जाऊँ अब गाइज अब नाच पनि हल्का नाच पनि रमाइलो पनि गऱ्यो सबैले ल भोलि पनि मन्दिर भगवानसँग सधैँ आउने हामी अब ल ल जाऊँ अब सबैजना सुस्तरी सुस्तरी ल ल ल यो यात्रा पनि हाम्रो यो हिमालको पहाडको बीचमा रहेको यो मन्दिर पहाडले बनेका यी मूर्तिहरू म सुर्खेती भन्ने रे ल गाइज जाँदै गरौँ हाम्रो माइती देशबाट आउनुभएको एउटा एकजना दिदी हुनुहुन्छ साह्रै खुसी हुनुभएको छ आज यहाँ आएको देखेर ल यहाँ बहिनी पनि एक्कासी आउनुभयो धेरै खुसीले आउनुभएको सोच्दैन विशेष गरी हाम्रो यहाँ चस्मा दिदीले हामीलाई अवसर जुटाउनु भएको हो जाम भनेर हाम्रो चस्मा दिदीलाई भन्नुपर्छ अब कता यता यता अब चाहिँ अब हामी राष्ट्र माथि लाग्दैछौँ गाइज अब माथि गएपछि देखाउँछु एकचोटि अब अन्तिमचोटि हेर्दै जाऊँ गाइज यो जस्तो अब यो अब कहिले आउने होइन अब थाहा छैन लास्टचोटि हेर्नु गाइज अब म चाहिँ माथि आइपुगेँ सबैजनाहरू माथि आउँदै हुनुहुन्छ यो कालो के कारणले हुन्छ ढुङ्गामा कालो छ नि के हो माया जादु ल ल अब गाइज म तपाईँलाई अब गेटदेखि बाहिर गर्नु ल गाइज अब हामी सब अब गेटदेखि बाहिर आउँदैछौँ ल आउनु 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 ल छिटो आउनु ल लाइट आइसक्नुभयो के पाइन्छ सिलाजु पनि पाउँछ सिलाजु हुन्छ यहाँ बाहिर पनि यस्तो मजाको ठाउँ छ गाइज हेर्नु त यहाँ पनि एउटा प्रतिक्षालय हो यो भक्ताल महानुभावहरूलाई राइट कस्तो कस्तो ठाउँबाट आएको छ ल हेर्नुहोस् यो मन्दिर परिसर मन्दिर पनि खासै त्यस्तो ठुलो मन्दिर त देखिएन तैपनि भगवान् प्रकट हुनुभएको रहेछ पहाडको बिचमा भगवान्लाई देख्दा यो हामीलाई यति मनदेखि आनन्द आएको छ हेर्नुहोस् पहाडमा शिव पार्वती गणेशजी यता पनि हेरेर भनिदिनु देख्न पाउँदा कति खुसी छ मन खुसी छ यस्तो पहाडको बिचमा रहेको यो दृश्य देख्दा त मनदेखि नै अब एकचोटि यो पनि हेर्नु गाइज हजुरहरूले कसले गरायो कसले सहयोग गर्यो अब सब यसमा छ
मजाले अब भिडियो पज गरेर हेर्नुला त्यसमा सुनाइदिन्छु कर्णाली प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय प्रदेश वन निर्देशनालय डिभिजन वन कार्यालय सल्यान सूचना पार्टी आयोजनको नाम लक्ष्मीपुर देउराली कुटी पर्यटन प्रबन्धन कार्यक्रम समितिको नाम लक्ष्मीपुर देउराली कुटी पर्यटन प्रबन्धन निर्माण उपभोक्ता समिति र ठेगाना रहेको छ कालीमाटी गाउँपालिका 1 सल्यान यो चाहिँ कालीमाटीमा रहेको रहेछ आयोजनाको कुल लागत रकम 12 लाख अनुदान रकम रु 10 लाख कन्टेन्जेन्सी 4% 40,000 तल पनि छ लगायत हाम्रो बजेट हजुर कहाँ उही तल्लै छ के अरे बाजे आउनुभयो गाइस किन यति ढिलो आउनुभयो त ल ल हिँड्नु जाऊँ अहिलेसम्म बाबासँग कुरा गर्नुभयो के कुरा गर्नुभयो त जाने रहेछ छिट्टो जाम अहिले चाहिँ गाइस फेरि बाजे आइसक्नु भयो ठिक्क जाने बेला हाम्रो बस्नु ल शिवलिङ्ग अब एकछिन अब अहिले हामी बाबासँग कुरा गर्छौँ गाइस अब बाजेलाई पनि मैले सबै चिज ढुलाइसकेर आएँ के कस्तो लाग्यो त बाजे ओके अलि भन्नु न के राम्रो छ ठीक छ आज अचानक आइम नि हामीहरू के प्लानै थिएन झ्यापा आइम यसलाई भन्छन् यात्रा मान्छेको जीवनको मृत्यु पनि यही हो अचानक हुन्छ त्यस्तै आज सरप्राइज अब हामी बाबा हुनु जाँदैछौँ गाइस बाबासँग 1-2वटा क्वेसन सोध्छौँ अब सोध्छौँ हजुर रेकर्ड गर्नु परेन बाबाको बाबासँग सोध्छौँ यहाँ चाहिँ बाबा एक्लै बस्न्छ यो पुरै सुनसान जङ्गलको बिचमा अलि पारि एउटा घर छ नत्र एक्लै बस्नुहुन्छ त्यहाँ भिडियो गरेर आउँदिनु न अब हेरौँ है दुःख लगाइ गरियो अब कहाँ पुगेर आइयो त बाबु हजुर यात्रा सफल भयो ल लागौँ राम्रै बाबाजी हुनुहुन्छ बाबाजीसँग भेटेको साह्रै खुसी लाग्यो ल जाम अब मिल्छ होला उहाँले छेउमा लिएर होला होइन हजुरसँग बसेर खिच्ने अरे क्या बसेर खिच्नु मन लाग्यो खिच्न सक्यो बसेर होइन यता चाहिँ हामी सब अटोमा आयौँ गाइस मलाई खिचिदिनु त सर फोटो एउटा मात्र लाउँदैन कि हाम्रो के भन्नुपर्छ के भन्नु गाइजलाई टिका लगाइदिँदैछु म गाइज के भन्छन् भिडियो क्यामेराम्यान भ्लगर भन्नु यता चाहिँ अब अलिक फोटा खिच्नु छ यो ल ल खा ल अब हामीहरू जाऊँ अब जाऊँ गाइस अब चाहिँ यो चाहिँ बाबाको घर हो हामी चाहिँ अब पुरै टुरेर रेडी यता नबस्नुहोस् गरे होइन होइन यता आउनुहोस् ए फ्यामिली ब्लग ल चाहिँ फोटो खिच्नु अब जाऊँ गयो अब यिनै जाउँ खै खतानले त म खान्छु अनि ल हस् गुरु नारायण 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 राधे राधे जाऊँ अब जाऊँ यता चाहिँ किरा यसो हो त कमाउनु यहाँ हेर्नु त गाइस
यता चाहिँ केरा छ नम्बर हुन्न केराको केरावाला मान्छेलाई फोन गर्न मिल्दैन यहाँ चाहिँ केरा मन पऱ्यो गरे गाइज यता चाहिँ यहाँ त ननिस्ट पाइरहँदैछ यसो अब म पानी पाएर भन्छु है ल गाइज अब जाम बन्द जाम अब जाम 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 जानुपर्ने हो गाइज अब ल आजलाई यति नै अब मन पऱ्यो म लाइक सेयर सब्सक्राइब गरौँ न हजुरलाई मैले देखाएँ आज हामी जङ्गलको बिचसम्म एउटा सत्यदेवी माताको करङ हो कि के खसीको हामीले तपाईँलाई देखायौँ हामी सबै फ्यामिलीहरू आएको थियौँ तर हामी फ्यामिली नभए नि हामी फ्यामिली जस्तै हौँ सबैजना हामी मिलेर बस्छौँ एकदम मन पऱ्यो म लाइक सेयर सब्सक्राइब गर्नुला र कमेन्ट गर्न नबिर्सनु न तपाईँलाई यो भ्लग कस्तो लाग्यो अब भोलि भेटौँ ल बाई